हेलो एभ्रिवान वेलकम। आज पनि आजको चाहिँ फेरि अस्तिको लङ भ्लगको 2-3 दिनपछिको अर्को लङ भ्लगमा स्वागत गर्न चाहन्छु। को हुनुहुन्छ यहाँ तल चाहिँ गोठाला? ए बिहान पानी परेको हुनाले चाहिँ अहिले भर्खर जाँदैछ 11-12 बजीतिर। आसे हो मकासे खोरो से गोठाला ओ फोपा आउँछ ए गोठाला त फोपा पर्छ। म त को बोला भने नभन्नु न, एक्लैले खनेर सक्नु आँटिसके। जाउँ फाँड्नु जङ्गलमा, ए खेतमा। अनि जङ्गलै छ त खेतै होइन। खुकुरीले हात काट्छ अस्तिदेखि, त्यसरी नबोक्नु भन्दैछु। कुन दिन ओइ ओइ नकाट्नु है त। यसको टिकटक बनाएर यो त हिँड्दैन त यो मङ या मङ गोठाला अनि गोठाला हो। बाख्रा मात्रै नि। यो दुईजनै पो हुनुहुन्छ कि के हो? ल हौ, एकजना आफूको एकजना मछलीको। ए अनि फाल्टो फाल्टो चलाउनु भएको त्यसरी खुकुरी मिसाउनु त पर्छ त नि। एउटै जोडी भएपछि के अरे अस्ति नै त्यसरी खुकुरी नबोक्नु भन्दैछु। दाब छैन त्यसको? दाब दिनै कति सय? 500 किनेको पुरो त्यो अस्पताल छेउमा नि। ए त्यो ढोका गेटको अगाडि त्यो कुलुङ्गेमा फेरि बनाएको रहेछ नि यो? होइन हौ, कहाँ त बिचको लगाएको रहेछ, पोट तिरेर गएको। नयाँ खुकुरी नै हो त? होइन के भन्छ त्यही त अर्ध पेको लाग्यो नि त भनेको। गोठालाहरू त अनि रमाइलो पो। पानी त अनि भर्खर भर्खर रोकेको त। कहिले आउनु भएको थियो गोठाला पानी? आकाशबाट ए अहिले भर्खरै रोकेको होइन? अनि कतिखेर आउनुभयो त गोठालाको? अहिले नि त्यहाँबाट लगाएको। कुन चाहिँ के हो? त्यो पोल्छौँ मलाई त्यस्तो नदेखाएन। यो 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 के हो के? ए आधा फेरि यो यहाँ मेरो मासु चेप्टी जान्छ के भयो आज? त्यसरी जिउ लाग्यो हेर्नु है। ओइ डोकोमा पस्छ है बोकीलाई त। त्यो बोकाको देखाउनु भनेको झन्डै आफ्नै पो चेप्टी भयो। ए हेर न त्यहाँ मासु खिचिसकेको छ। के को खिच्नु आँटेको? बोकाको देखाउने भएको त साँच्चै झन्डै आफ्नै पो देखेको। कट्टु खोलिहाल्नु हाम्रो बुहारी टिकटक बनाएर त्यही गर्दो रहेछ है। रेनेको बुहारी र हाम्रो बुहारी नि एकखेप त्यो टोर्निङ रोड देख्यो त चाहिँ जोडी नि। ए यसो गर्दो रहेछ फेरि यसो गर्दो रहेछ। आत्था हौ मासले के हो? देख्यो होला कहाँदेखि चढेर आएको त? त्यो बाख्रा उदो यो ए माथिको अलैँची खाँदैन होला नि त? के खान्छ अलैँची? खाँदैन भनेर छोडिदिनु। तर हाम्रो त्यो पर एउटा त हाँगा मात्रै यस्तो हाँगा मात्रै बनाइदिइहालेको छ अलैँची नै। बाख्राले खायो कि गोरुले खाएछ त्यो? पहिला खान्छ नि, पछि पछि चाहिँ देउ पारेपछि घारीमा चाहिँ यसको चाहिँ सानो रहेछ। यो चाहिँ कान्छा त एक्लै छ हौ। कान्छी लिएर आउनु भनेको पनि आउनै माने। कुन चाहिँ? केटाकेटीहरू नदेखाउनु न, छेत्री दुःख मात्रै हर्चमा इसे। कसले पाल्छ त्यत्रो केटाकेटीहरूलाई? माङ्लोकु आयो कति ठुलो त हजुर? होइन नि सब होइन त्यस्तो त यत्तरीका। यसले मेरो पनि देखान भन्दै आउँदैछ। कोही उता फर्कि त, कोही उता फर्कि त। हान्छ कि के हो नि? नहाने माछाले। ल है गोठालाहरू यहाँ तल लानु नि। यो
कटर मुनितिर यो कटर मुनितिर जाँदैन ए हिँड्दै लड्दै पढ्दै उफ्रिँदै खेचारिँदै पछारिँदै अनि चिप्लिँदै आइपुग्यो खेत गरामा खेतको कटेजमा गरामा त उत्रिनु मैदानमा त उत्रिनै बाँकी छ अब चाहिँ टक्क चिसो डिउ खाएर मैदानमा उत्रिनुपर्छ होइन किनभने मैदानमा उत्रिसकेपछि भरे भोक लाग्नु तिर्खा लाग्नु भन्दा पनि बरु भोक तिर्खा नै नलाग्ने गरी खाएर टक्क पस्दाखेरि चाहिँ मजा हुन्छ काम गर्नु होइन काम गर्न थालेपछि कहिले तिर्खा लाग्ने कहिले भोक लाग्ने त्यो चाहिँ झ्याउ लाग्छ क्या मलाई चाहिँ गरेर खाने भन्दा पनि खाएर गर्ने खालको सोच भएको मान्छे पऱ्यो होइन खै हाम्रो मम्मी आउनुहुन्न त हो पानी भर्नु जानुभएको थियो उहाँको फेरि फाल्टै हो म ड्यु उहाँ रेडबुल आफ्नो आफ्नै छ फेरि हाम्रो आफ्नो आफ्नै चोइस होइन तर अब अल्कोहलमा चाहिँ त्यस्तो चोइस राखिँदैन होइन हामीले खाने भनेको यही के भन्छ यसलाई के भन्दो रहेछ नि खोइ के पो बिर्सेँ हौ मैले केमिकल मिसाएको झोल पानी केमिकल मिसाएको पानी कोही कोहीले त झन् चिनी मिसाएको हो त्यो दिउमा केही पनि होइन अरू भन्छ त्यही पनि हो गुलियो नै त छ नि र आज चाहिँ मेरो सकेसम्म काम सक्ने सोचिराखेको होइन तर के हुन्छ जिउहरू गलेर जता छुँदा पनि दुख्ने जे गर्दा पनि दुख्ने पहिला पहिला गफ चाहिँ होइन पहिला पहिला फलाममा ठोकिँदाखेरि पनि त्यो फलाम बाङ्गिन्थ्यो कुच्चिन्थ्यो तर मलाई केही पनि असर पर्दैन थियो अहिले भने त्यो फुस्रो न फुस्रो माटो हुन्छ नि त्यो लेदो जस्तो त्यस्तो माटोमा खुट्टा ठोकिँदा हात ठोकिँदा जिउ ठोकिँदा पनि मलाई नै दुख्ने खालको अवस्था छ क्या भनेपछि यति सोच्नु कि म अहिले धेरै कमजोर अवस्थामा छु यदि मेरो दुश्मनहरू छ भने अहिले मसँग लड्न आयो भने यसरी लान भन्दै थाप्ने खालको अवस्था छ फर्काउनै सक्दिनँ क्या अहिलेको अवस्था हेर्दाखेरि तर पनि ठिक छ आज सकिएन भने पनि फेरि भोलि सक्छु होइन तर अनि आज चाहिँ बिहानै आउने निर्णय थियो मेरो होइन तर ठ्याक्कै लगभग 9-10 बजीसम्म पानी पऱ्यो क्या अनि पानी परेपछि कसको बाउको के लाग्छ र होइन प्लास्टिक छैन ओर्ने त्यतिकै चिसो लागिरहेको थियो दिनमा 5-6 चोटि जङ्गल जानुपर्थ्यो खेतमा हुँदा घरमा 5-6 चोटि टोइलेट जानुपर्थ्यो त्यत्रो सहेर गर्नुभन्दा त बरु पानीमा नभिजिकनै गर्छु भनेर चाहिँ पानी रोकिनु लाग्यो ठ्याक्कै बिहानको टाइमै सक्यो भनौँ न बिहानको टाइममा यहाँको देखेको यो मेलो चाहिँ सकेर अनि माथि पारीमा अलिकति छ त्यो पनि दिनभरिमा सक्ने सोचेको आज तर बिहानको टाइम त्यतिको यो बिहानभरि त यो दिनभरि लाग्छ होला अनि खाजा खाएर माथि कति सकिन्छ बाँकी रहेको काम भोलि गरौँला आफ्नै काम आफ्नै खेत अनि आफ्नै माम आफै गरम आफै नगरम अर्को त्यस्तो त्यस्तै छ नि होइन अब थोरै नै म साहित्यकार हो र सबै शब्द मिलाउनलाई हल्का ट्राई पो गरेको हो त हाम्रो पानी ल्याउनु आउँदै हुनु पर देखिन्छ कि देखिँदैन आउँदै हो तर देखिँदैन रहेछ र पो त गाह्रो कुरा आउँदै हुनुहुन्छ होइन अब पानी खाने डिउ खाने रेडबुल खाने अनि काममा लाग्ने हो मलाई फेरि कसलाई चाहिँ होइन कसको के छ र हाम्रो त त्यही छ डिउ र पानी ए रेडबुल किन लगाऊ छिटो अब डिउ यहाँ मलाई बनाइदिहाल न अस्तिको हेलो कोही को हेलो हाँ हो बेसी मारी असल हो हुन्नु गएको अहिले पो पुगेको पो भर्खर छैन आमा छोरा यहाँ मारी जिउ बाँधिँदै भाबी ए भेनी फोन मुठु बाकी बु ए अनि नि हामीले त आएन त्यसले तिमीले मुतु नुपितु न अनि जेठा चाहिँ खोइ गाउँ भने त गर्ने पुरा या मुसानी होइन नुमतिर आऊ भनेको नै हिँड्नु कति चिसो ए घरतिर
खेताला आयो न रहेछ नि त म त आयो होला भनेको फेरि हौ मान्छे नै यो चाहिँ हो माये चामी जाट था कि सक्दैन कान्छामी हालिम होसँग म एक हो गाउँमै चाहिँ डाँडा चाहिँ स्याङदाम पढे हालिम मे ठुलो आछो खेमाले तु ए पानी बाउ थालेछ कासी इमली तु कहिले भोलि त आउँछ कि आउँदैन आउँछ कि आउँदैन पो अरे उसको चल्ला ल्याउनु पनि होला खोइ उसको साथीको खोइ के बनाउनु पनि अरे दुर्गाको के अरे आधै सकिहाल्ने हौ सोच चाहिँ अझै सकिहाल्नु सोच अरे तर अहिले आएको कसको के हो र आफ्नो त हो नि आफ्नै हो अर्काको होइन ल ल अब मम्मीको पनि देखाइदिनु होला नि के हो यो त चिया जस्तै छ त अम्मै अम्मै अनि एक मगमै सकिहाल्छ कि के हो पानी चाहिँ कति लाग्यो मेरो हेर त यति नै हुनु पर्यो क्या त्यो पानीमा मिसाउँदा मलाई हो फाइदा भयो नि आज त डल्लै त्यसको नाटक नि काम सुन्ने बित्तिकै त्यो बिरामी भइगएको टर्सी गएको के काम के अरे अगाडिसम्म फोन हेरिरहेको थियो यता कुदिरहेको थियो उता कुदिरहेको थियो उफ्रिरहेको थियो अब आमा छोरी हिँड्दै गर कि त एकछिनमा आऊ भनेको त खोक्नु थाल्यो एकछिनपछि त बुढी दुख्छ अरे म त्यो नाटक देखाउँछ कि सन्तोष मामाको लिचीको खोइ के हो गर्नु भएको अरे कि नगरी त होला नि नुम्नै बोलायो हिजो नुमतिर अस्ति नै नुमतिरै छ त अन्त अहिले त गाउँमा गएर हुन्छ त भनेको हिजो माइतीले हस्बेन्ड बाउले फोन गर्दा पनि जो बोलाएको हो बाउ जहाँ भयो नि भयो मेलो पनि धेरै छैन हौ उहीँदेखि त हो त्योदेखि त्यो रुखसम्म सिधा एक गन्छु ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 उना चाहिँ डल्लै छोरा खस्नु त भित्ता जङ्गल भयो कहाँको कहाँ छोड्छौ डल्लै चाहिँ अनि फाड्ने त तिमीहरूले पो फाड्नु पर्यो त एउटा पनि फुलेर झर्दैन कहाँ झार्छ त अनि म त मरिजान्छ त त्यसै गर्दा त अनि के हो आफ्नो आफ्नो काममा जानुपर्छ सकेर आउँछौ कि निकै पो छ होइन पारी टोकै छ होइन सक्छौ अहिले खाजा खानुभन्दा अगाडि भात लिएको किन लिएको म त खाँदिनँ आज पनि खेत देखाउनु पर्छ ब्रान्ड खेत ब्रान्ड खेत यता देखाइरहेको छु जान्छु म छोडै मोबाइल भित्र लगाइराख्नु होला नि चोर आयो भने होइन है त्यो भाटा गराएको अब भरेतिर के हो यो कच्ची मासु पनि लिएको अलि लामो राख्नु थिएछ मासु होइन यो लट्ठी चाहिँ भल लडी जाने हो नि पानीमा चोप्लियो भने त आउन भात पछि ए काने कान्छीले के गर्छ अहिले खाइसक्छ
हुन त तलैदेखि आएको म पनि एक तपाईँ पनि साथीहरू टाढो थियो त राम्रै उखालिदिएर नि सोध्न पाउँछ नभन न हौ जाँठा सघाउने आएकोहरू भन्न अब सुन्छ है उ त्यहाँ म त भिडियो हेऱ्यो भने भेट्दैन अनि फेरि उखाल्दैन इच्छा बुझेन होइन म त कुना कुना त त्यो मुनि मुनि कटाउने मात्रै हो नि त फेरि कसले कहिले भन्नुहोस् न नखाने फुल जस्तो पनि छैन खोर्सानी त खाएन हौ अस्तिको दिन ओट पोलेकोबाट खानु मन लाग्यो तल पुछारमा खन्नु बाँकी छ भन्दैछु त त्यस्तै भनेको कि साथी जाले अलु के हेरेको के अरे एक्सट्रिम त होइन आज त रेडबुल अघि नै फिल्म पारिहाल्यो भने त सबै अब बटुको चाट्दै बस्छन् मेरो त छ चोखै आधी त बढी खाइसकेको थियो नि कि आधी खायो आधी भयो नि भनेसम्म त सकिन्छ र तर आज मात्रै हो नि एकदम मेरो भाग चोखै अरू बेला त कहिले थियो र अस्ति एक दिन एक्लै हुँदाखेरि त्यो दिन आधी लिएर आएको हो आधी पनि होइन 1 लिटर 1 लिटर पनि थिएन होला मोबाइल फात्लाक्क झऱ्यो भने त लाजाथा गर्नु होला नि कहाँको कटेर देखेको हो ए तलको कटरवाला पनि देखेँ हौ सुँगुर बेचेर कपाल काट्नु भनेको त सुँगुरै बिग्दैन त हौ लन्काले फोनै उठाएन कहिले गरेको कहिले मुनाले मकै ल्याउ छ नहोस् भन्दै थियो अरे दियो भने त अलिक धेरै माग्नु पऱ्यो भनेको नि त भोलिपल्टिबाट चाहिँ चलाउँछ जाऊ न मलाई सोधिरहनु पर्छ के खै तल पठाउँछ पछि भन्यो भने त्यसरी कसले म त यी जान्छु आफ्नोमै मर्नु आँटिसकेको छु पछि न कच्छी यहाँ चाहिँ कच्छी भन्दा याद आयो त्यो उत्यो धुन्दिएको लगिदियो है अस्ति छोडिराखेको पो हो कि कहिले छोडेको कुरा उत्यो डोकोमा हालेर लग्यो अनि के लाएर आउनु बाटोमै खसिगयो भने चाहिँ म चाहिँ निले युमचौँ उकालोमा कट्टु पोल दिइहालेर चौलीसँग मात्रै उकालोमा हिँड्नु लाग्यो जस्तो माथि लिएर त्यत्तिकै भेस्नलाई आउँदा त त्यो डाँडाको तरुनीहरूले घुरेर हेरि पठाउँछ भन्दैको हौ कसले हेर्छ त्यतिसम्म अब त्यो सक्ने आउँछु सबैको घरकै कान्छी हो माथि पारी एक बिहानमा सक्छ बिहानभरि पनि सक्दैन भात खाएर आएर सक्छ होला नि बेलुकासम्ममा उदोपट्टि फोक्ताहरू पनि छ क्या 3-4 वटा फेरि एक दिन लाग्छ बिहान अलिक छिटो आएर आजको जतिको टाइममा आयो नि सक्छ फोटो पोक्टी त आलु बाँझो त यहाँको राति 2 फोक्टा ए हो र ल चाहिँ उतापट्टिको गरामा चाहिँ के अरे खनेको यो गरा खनेको चाहिँ भिडियो बनाउन आँटिरहेको छु के त्यसैले गर्दा चाहिँ यहाँ यसरी घोप्टिरहेको छु होइन यो नापेको होइन है यसरी भनेर चाहिँ मलाई स्वयं आफूलाई देखाएको है र यहाँ अब यो गरा खनेको देखाउन आँटिरहेको छु मजाले हेरिदिनु होला
यो अगाडिको गराए यो अगाडिको गरालाई चाहिँ मैले जस्तै लगभग 8 मिनट जतिको भिडियो भएको थियो होला। अनि यत्रो लामो भिडियो चाहिँ अब के राख्नु त भनेर चाहिँ मैले चाहिँ यसलाई चाहिँ पछाडि त्यो भिडियोलाई स्पिडमा राखेर लगभग 5x को जति स्पिडमा राखेर चाहिँ मैले भोइस ओभर गर्दैछु हैन। अब यो चाहिँ अब तपाईहरुलाई सुन्न मात्रै फेरि अलिकति झ्याउ लाग्छ नि त, अलिकति नमजा लाग्छ भनेर चाहिँ मैले चाहिँ यसलाई चाहिँ भोइस ओभर गरेर हल्का तपाईहरुलाई मजा दिउँ न त भनेर चाहिँ मैले भोइस ओभर गरेको हो। नत्र भने यतिकै राखिदिँदा पनि केही जाँदैन थियो, केही बित्दैन थियो हैन। यो गरेर खन्नु चाहिँ मलाई एकदमै धौधौ भएको छ क्या। किनभने अरू बेला चाहिँ यो गरालाई यतिको गरालाई 3 चोटि जति चाहिँ बिसाएर खन्थ्यो होला। यहाँ यो भिडियोको लागि भनेर पनि नबिसाइकन खन्नु चाहिँ मलाई एकदमै गाह्रो भइरहेछ। किनभने भनिहाले कारण हैन, तर पनि भिडियोको लागि हो भनेर नै मैले स्पिडमा गरेर हैन नबिसाइकन चाहिँ यो गर्न सक्छु है भनेर गरिहेरे। तर पनि ढाड दुखेर के हैन, अनि यता कहिले ढाड दुख्छ कहिले हातै गलिजान्छ खन्दा खन्दा उहेर न ढाड दुखेर ढाड समाउँदै खन्दै फेरि यता राखेको डिउ सम्झना आइसक्यो हैन। र पनि खनेको खनेछु हैन, सक्ने नै भनेर चाहिँ मैले सक्नु नै आँटिसके पनि हैन। यो गरालाई सक्ने नै हो अब हैन। अब त सकि पनि सके, अन्तिममा आएर सकि पनि हाल्यो ल। ओ सेट यो गरेर सकियो। ल यो सकियो मेरो स्ट्यान्ड। हा यसको चाहिँ खतरा छ फेरि। यसलाई राख्ने तरिका खतरा छ क्या। टक्क हैन यो उता फर्कायो अनि यो र यो दुईटा हाँगामालाई चाहिँ मलभन्दा यता राख्यो अनि उता त्यो बिचकोलाई राख्यो। त्यो चाहिँ अलिकति म जस्तो इन्टेलिजेन्ट, अलिकति म जस्तै दिमाग भएको मान्छेले मात्रै गर्न सक्छ है। आजको भिडियो धेरै लामो भइसक्यो कि, त्यसैले गर्दा रात पनि पर्न आँट्यो हैन। त्यसैले भिडियोलाई अब इन गर्नुपर्ने जस्तो अवस्था छ मेरो बुझाइमा। धेरै लामो भिडियो एडिट गर्नु मलाई भरे झ्याउ हुन्छ। कुनै एपहरू डिलिट गर्नुपर्ने हुन्छ। अस्ति पनि धेरै हैन 3टा एप, फेसबुक, मेसेन्जर अनि के पो क्यापकट, ठ्याक्कै 2 GB को थियो। 6 GB घटाएर 4 GB को भिडियो एडिट गरेको। एडिट पनि के भन्नु, भिडियो जोडेको मात्रै हो। एडिट गर्न त झनै फोन ह्याङ हुन्छ। त्यतिकै जोडिदिएँ अनि काम लाग्ने नलाग्ने त्यो चिज पनि हेरिनँ क्या मैले। अनि त्यो सुरुमा वेलकम टु द च्यानल भन्ने हालिदिएँ। अनि एउटा भिडियोदेखि ठ्याक्क अर्को भिडियो आउने बेलामा हल्का त्यो उयोहरू रोटेट अनि स्लाइड के हुन्छ क्या, त्योहरू लगाइदिएँ। सर्ट एन्ड स्विट एडिटिङ सिक्नु मन छ भने चाहिँ म छु है तपाईँहरूको लागि। र भिडियोमा केही कमी कमजोरीहरू छ भने भनिदिनु होला। यदि तपाईँहरूले भन्नुभयो भने चाहिँ म त्यसलाई सुधार्ने कोसिस गर्नेछु। नत्र भने त म जस्तो मन लाग्छ त्यस्तै बनाइराख्छु हैन। जे मन लाग्छ त्यही खाएको, लाएको, गएको, आएको, अनि सुतेको, उठेको, मुतेको र हगेको चाहिँ नभनौँ हैन। त्यो बाहेक अरू हैन, त्यो दुईटा बाहेक अनि अर्को नि के अब हुन्छ नि त कति कुरा त्यो प्राइभेसी कुराहरू चाहिँ बनाउँदिनँ। प्राइभेसीहरू चाहिँ जुन देखाउन नमिल्नेहरू हुन्छ, इलिगल भनौँ न, त्यस्तो चाहिँ म बनाउँदिनँ। जुन कुरा लिगलमा छ सब चल्छ। र अलिअलि गाली पनि जान्छ मेरो मुखबाट, किनभने सबले भन्छ जातले पाएको त हो खा भने जस्तै, मैले पनि जातले पाएको त हो नि बोल भने जस्तै भन्छु हैन, बोल्छु। र कसैलाई मैले गाली बोलेको अप्ठ्यारो लाग्छ, नराम्रो लाग्छ भने सरी हैन, क्षमा चाहन्छु। यदि तपाईँहरू नबोल भन्नुहुन्छ भने बोल्दिनँ त्यो पनि हैन। कसैले मलाई गाली नबोल, यस्तो नगर उस्तो नगर अहिलेसम्म भनेको छैन। जुन कुरा भनेको छ सकेसम्म मैले सुधारेकै छु जस्तो लाग्छ हैन। आफूलाई त लागिहाल्छ पनि, जसलाई पनि हैन। र धेरै नै लेक्चर दिइसकेँ, धेरै नै ज्ञान दिइसकेँ, धेरै नै बोलिसकेँ जस्तो लागिसक्यो मलाई। त्यसैले गर्दा चाहिँ भिडियोलाई यहीँ टुङ्गाउन चाहन्छु। सक्दो आफ्नो साथीभाइ, दाजुभाइ, दाजु, दिदी, बहिनी, आफन्त, छिमेकी अनि अथवा एक्स अनि नेक्स्ट हुनेवाला क्रस अनि त्यहाँदेखि दुश्मनलाई पनि नछोड्नु क्या सेयर गर्नलाई चाहिँ क्या। भिडियो सेयर गर्न सबलाई गर्नु होला। र जतिजनाले भिडियो हेर्नुहुन्छ हैन, सबले कमेन्ट चाहिँ एउटा राम्रो मिठो कमेन्ट अथवा चाहिँ मेरो कमजोरीहरू के छ त्यो, अथवा मेरो राम्रो कुराहरू के छ त्यो पनि भन्नु होला हैन। तपाईँहरूले भनेर त मैले पनि आफूलाई त्यो इन्सपिरेसन भन्छ नि के
त्यस्तै आफूले बुझेर अनि यस्तो परेछ उस्तो परेछ भनेर चाहिँ मैले बुझेर चाहिँ म आफूले सुधार्नुपर्ने हुन्छ नि त। मेरो राम्रो के छ नराम्रो के छ भन्ने कुरा चाहिँ तपाईँहरूले भनेर मात्रै थाहा हुन्छ कि आफूले आफूलाई त जसले पनि राम्रै ठानिहाल्छ नि होइन। अब जति जे भने पनि होइन म त राम्रो छु नि यस्तो ह्यान्डसम छु, राम्रो बोल्छु, राम्रो काम गर्छु, सबै कुरामा राम्रै छु, राम्रो पढ्छु, राम्रो खान्छु जस्तो त जसलाई पनि लाग्छ क्या। त्यसैले चाहिँ तपाईँहरूले भन्नुभयो भने चाहिँ म सुधार्ने कोसिस चाहिँ गर्नेछु। र अब एक दुईवटा लगभग 3-4वटा छ गराहरू अनि भिडियो चाहिँ लामो भइसक्यो त्यसैले त्यो चाहिँ बनाउँदिनँ। र माथि अलिकति छ त्यो लगभग दिउँसो एक दिउँसोभरिको मेलो छ होला एकजनालाई म एकजनालाई नि। त्यो दिन अब भयो भने बनाउँछु, भएन भने बनाउँदिनँ, किनभने सबै कुरा मेरो मुडमा भर पर्छ होइन। मुड चल्यो भने जहिले पनि बनाइदिन्छु। र यस्तै हो होइन। अब लाइक कमेन्ट फलो त अब युट्युबबाट हो भने त फलो गर्नु मिल्दैन, सबैजना युट्युबमै हो किनभने मैले युट्युबमा मात्रै हाल्छु यो लङ भिडियो चाहिँ। अनि फलो चाहिँ अब अहिलेलाई नभनौँ, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नभुल्नु होला गर्नु। अनि त्यो अरू चाहिँ अब त्यस्तै हो होइन। विशेष गरी कमेन्ट अनि मलाई फिडब्याक पनि दिनु क्या मेरो कमजोरीहरू के छ भनेर। ओके, थ्याङ्क्स फर वाचिङ। फुल भिडियो हेर्नेहरूको लागि चाहिँ यो लास्टसम्म भिडियो हेर्नु भएको छ भने चाहिँ होइन मलाई चिनेकोहरूले चाहिँ मलाई कमेन्ट गर्नु अथवा चाहिँ मलाई डाइरेक्टली मेसेन्जरमा व्हाट्सएपमा मेसेज गर्नु ल मैले फुल भिडियो हेरेँ है भनेर पठाउनु होला। तपाईँको लागि चाहिँ केही न केही के भन्छ त्यसलाई पुरस्कार अथवा चाहिँ इनाम, बडा इनाम है, बडा नै छोटा छोटा मेरी तरफ से त बडा होगा। अब तपाईँहरूको लागि चाहिँ सानो पनि हुनसक्छ, मबाट चाहिँ ठुलै इनाम छ। जसले चाहिँ फुल भिडियो हेर्नु भएको छ त्यसलाई मात्रै थाहा हुन्छ यो कुरा चाहिँ। फेरि मैले हेरेँ भन्नै पर्दैन, त्यो आफैले थाहा भइहाल्छ क्या। ओके, थ्याङ्क्स फर वाचिङ। ओके, बाई बाई गाइज।